तपाईको विचारले नै तपाईको भविष्य बनाउँछ। त्यसैले सकारात्मक सोच राख्नु महत्त्वपूर्ण छ। विषाक्त विचारहरूलाई त्याग्नुहोस्, किनकि त्यस्ता विचारहरूले तपाईलाई शान्ति र सुखबाट टाढा राख्छन्। अवसर र चुनौतीको बीचमा तपाईको सोच नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसैले सोचलाई सही दिशा दिनुहोस्। दुष्कर्म र घृणासँगै माया र दयाले विजय प्राप्त गर्न सक्छ। चिन्ता गर्नुको सट्टा समाधानमा ध्यान दिनु तपाईलाई धेरै फाइदा पुर्याउँछ। तपाईको मनको शान्ति सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले विषाक्त विचारहरूलाई आफूमा प्रवेश गर्न नदिनुहोस्। नकारात्मक सोचले तपाईलाई आफ्नो मार्गमा अघि बढ्नमा रोक्दछ। त्यसैले सकारात्मक सोच राख्नु अति नै आवश्यक छ। भूतकालका घटनाहरूलाई छोडी नयाँ सम्भावनाहरूमा ध्यान केन्द्रित गर्नुहोस्। याद राख्नुहोस्, तपाईको शक्ति तपाईको विचारमा छ। त्यसैले सकारात्मक विचारहरू चयन गर्नुहोस्। आजको दुःख र निराशाले तपाईको भविष्यलाई परिभाषित गर्नु हुँदैन। निराशजनक विचारहरूको सामना गर्दा आफ्नो आन्तरिक शक्ति र आत्मविश्वासमा विश्वास राख्नुहोस्। नकारात्मक विचारहरूले तपाईको उन्नतिको बाटो रोक्दछन्। त्यसैले राम्रा र सकारात्मक सोच राख्नु महत्त्वपूर्ण छ। तपाईको जीवनलाई कसैले होइन, तपाईको विचारले नै परिभाषित गर्छ र तपाईको मूल्य अरूको सोचमा छैन। यो तपाईको आफ्नै सोच र दृष्टिकोणमा निर्भर रहन्छ। यी 40 वाक्यहरूले तपाईलाई विषाक्त अर्थात् नकारात्मक विचारहरूलाई हटाउन र सकारात्मक सोचमा रहन मद्दत पुर्याउँछन्। सकारात्मक सोचको साथ सङ्घर्ष गर्नुहोस्। विषाक्त विचारले सफलता पाउन सक्दैनन्। आत्मविश्वास र आत्मधर्ममा दृढ रहनुहोस्। अरूसँग तुलना नगर्नुहोस्। सकारात्मक विचारको माध्यमबाट भ्रमलाई हटाउनुहोस्। सपना पूरा गर्न प्रयत्न महत्त्वपूर्ण छ र विषाक्त विचारलाई त्याग्नु आवश्यक छ। सकारात्मक सोचले मात्र जीवनको वास्तविकता देखाउन सक्छ। नकारात्मक सोचले शान्ति र सुख दुवैलाई नष्ट गर्न सक्छ। नम्रता र शान्त सोचले तपाईको विचारलाई शुद्ध बनाउन सक्छ। आत्मबल र आत्मविश्वासले तपाईलाई नकारात्मक विचारदेखि बचाउँदछ। शक्ति र धर्ममा विश्वास राख्नुहोस्। नकारात्मक विचार हटाउन मद्दत गर्दछ। आत्मविश्वासले भ्रान्ति र अहङ्कारलाई हटाउन मद्दत गर्छ। विचारले तपाईको मनोबल नष्ट गर्न सक्छ। त्यसैले सकारात्मक विचारलाई प्राथमिकता दिनुहोस्। मनको शान्ति नै सुखको मुख्य कारण हो। सकारात्मक सोच र ध्यानले तपाईको मनलाई शुद्ध बनाउन सक्दछ। नकारात्मक विचारको प्रभावले तपाईलाई भड्काउन सक्दछ। सकारात्मक विचारले तपाईलाई साँचो मार्गमा अगाडि बढाउँदछ। मनको शान्ति र स्थिरता नै जीवनको सुखको आधार हो। विचारमा परिवर्तन ल्याउने हो भने जीवनमा वास्तविक परिवर्तन देख्न सकिन्छ। स्वस्थ मानसिकता र सोचले तपाईलाई सफल बनाउँदछ। जो आफ्ना विचारहरूबाट मुक्त हुन्छन् त्यही व्यक्ति नै साँचो शान्ति प्राप्त गर्न सक्दछन्। सफलता र शान्ति आत्मस्फूर्ति र विचारहरूको संयोजनबाट प्राप्त हुन्छ। ध्यान र सकारात्मक सोचले आन्तरिक शान्ति ल्याउँछ। प्रत्येक दिन सकारात्मक सोच राख्नुहोस् र नकारात्मक विचारहरूबाट टाढा रहनुहोस्। सकारात्मक सोचसँगै जीवनमा समृद्धि आउँछ।
सकारात्मक विचारहरूले जीवनमा राम्रो र शान्ति ल्याउँछन्।